नमस्कार दर्शकबिन, आज म तपाईलाई समाजबाट जातीय विभेद कसरी हटाउन सकिन्छ भन्ने कुराको बारेमा केही बताउन गइरहेको छु। आउनुहोस् भिडियोलाई एकछिन अन्तिमसम्म हेरौं र समाजका व्यतिथि विरुद्ध कसरी उत्रिने भन्ने कुराको केही संकल्प सहित यो भिडियो प्रस्तुत गर्दैछु। आजको समाजमा अझै पनि एउटा ठूलो समस्या जातीय विभेद। किन हामी मानिसहरूलाई उसको जन्मको आधारमा मापन गर्छौं? के वास्तवमै जातले मान्छेको मूल्य तोक्छ? आज म यहाँहरूसँग कुरा गर्छु समाजबाट जातीय विभेद कसरी हटाउन सकिन्छ। नम्बर 1, शिक्षा परिवर्तनको पहिलो आधार। पहिलो कुरा शिक्षा। जबसम्म मानिसलाई जातीय विभेद गलत छ भन्ने बुझाइ हुँदैन तबसम्म परिवर्तन असम्भव हुन्छ। स्कुलदेखि घरसम्म हामीले बच्चालाई सिकाउनु पर्छ सबै मानिस बराबर हुन्, सम्मान सबैले पाउनुपर्छ। नम्बर 2, घर परिवारबाट सुरु हुने परिवर्तन। यदि समाज बदल्नु छ भने समाज बदल्नु भनेको सरकार बदल्नु होइन, घरको सोच बदल्नु हो। अहिलेदेखि नै पहिलो उस्तो ऊ यस्तो स्तरको, ऊ त्यस्तो स्तरको, ऊ यस्तो जातको भन्ने सोच छाडौं। हामीले आफ्नो घरमा व्यवहार देखाउन अर्को पुस्तालाई राम्रो बाटो देखाउन सक्छौं। नम्बर 3, अन्तर्जातीय मित्रता र अन्तर्जातीय विवाहलाई सम्मान। विभेद हटाउनको सबैभन्दा ठूलो कदम हो सम्बन्धमा स्वतन्त्रता। जबसम्म समाज युवाहरूको मित्रता र प्रेमलाई जातका नाममा रोक्दैन त्यस दिन जातको पर्खाल आफै ढल्छ। जबसम्म युवाहरूको मित्रता र प्रेमलाई समाजले जातका नाममा रोक्दैन त्यो दिनदेखि जातको पर्खाल आफै ढल्छ र जातीय समानता कायम हुन्छ त्यसमा। नम्बर 4, सामाजिक मिडिया यानि कि सोशल मिडियामा सकारात्मक सन्देश। आजको पुस्ता फोनमा धेरै निर्भर छ, यानि कि फोनबाट सामाजिक सञ्जाल प्रयोग गरिने भएकोले गर्दाखेरि यो पुस्ता एकदम सामाजिक सञ्जालमा धेरै निर्भर रहन्छ। हामीले सामाजिक मिडिया यानि कि सामाजिक सञ्जालहरू मार्फत जात भन्दा मानवता ठूलो भन्ने सन्देशहरू फैलाउन सक्छौं। 1-2 टीका रिस कुरिलो भन्दा एक थरी प्रेरणादायी पोस्ट समाज बदल्न धेरै काफी हुन्छ। त्यसैले यदि हामी कसैले केही भन्दैछ भने त्यसलाई रिस पोख्नु भन्दा समाज बदल्नका लागि केही राम्रो कुराहरू पोस्ट गरौं जसले यस्ता विभेदहरूको अन्त्य गरोस्। नम्बर 5, कानून र कडाई। छलफल मात्र होइन, कानूनी कडाई पनि चाहिन्छ। सामान्य डिस्कस गर्ने, जातीय विभेदको बारेमा डिस्कस गर्ने र एकअर्कामा जातपातको विषयमा कुरा उठाउनु भन्दा पनि कानूनी कडाई। देशमा देश बदल्नु छ भने कानून कडा हुनुपर्छ र सरकारले त्यो कानूनी कडाईलाई सही तरिकाले लागू गर्नुपर्दछ। जातका आधारमा अपमान, गाली, बहिष्कार यी सबै अपराध हुन् अनि अपराधीलाई सजाय दिएपछि मात्र समाजले सिक्छ। विभेद गर्नु पाप मात्र होइन, अपराध पनि हो।
नम्बर 6 कथा, कला, गीत र फिल्म मार्फत परिवर्तन। कहिलेकाहीँ कथा वा गीतले हजार भाषणभन्दा गहिरो प्रभाव पार्छ। हामी सामाजिक सांस्कृतिक माध्यम मार्फत मानवता, एकता र बराबरीको सन्देश फैलाउन सक्छौं या फैलाउनु पर्छ। तब मात्र समाजमा एउटा कन्सेप्टको विकास हुन्छ। यो जातीय विभेद राम्रो चिज छैन, किनकि मानव एउटै जाति हो भन्ने कुराको स्मरण गराउँछ। र साथीहरू, अन्त्यमा जातीय विभेद एक दिनमा हट्दैन, तर एक एक व्यक्तिको सोच बदलिँदै जाँदा समाज आफै बदलिन्छ। हामी सबैले मनभित्र एउटा कुरा गाँसौं, जात जन्मले बनाउँछ तर मान्छे उसको कर्मले बनाउँछ। जबकि हामीले राम्रो या काम गर्यौं भने हामी सही मान्छे बन्न सक्छौं र समाजका निम्ति केही योगदान गर्न सक्छौं। यदि तपाई समानताको पक्षमा हुनुहुन्छ भने यो भिडियो शेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्, मैले विभेदका विरुद्ध आवाज उठाउँछु। मैले यो सामाजिक विभेदको विरुद्धमा आवाज उठाउँछु भनेर कृपया कमेन्ट गर्नुहोस्, जसले हरेकको दिमागमा यो विभेदको, जातीय विभेदको अन्त्य होस्। हस्त धन्यवाद दर्शकबिन। यहाँलाई भिडियो कस्तो लाग्यो कृपया कमेन्ट जरुर गर्नुहोस् र जातीय भेदभाव विरुद्धमा एउटा 6 कमेन्ट पनि गर्न नभुल्नुहोस्। हस्त, नमस्ते।